मोल्दियो बालाकान्त यहीमा बाल्ने अब दियो राख्नुपर्छ है तामाको दियो ठुला तामाको दियो ठुलो तामाको दियो एउटा किनी अनि सानो सानो छवटा किनी बन्देवी यतापट्टिको सुनझाँक्री छोराको छोरापट्टिको सुनझाँक्री उतापट्टि सुनझाँक्री यतापट्टि वनदेवीलाई सुनदेवी पनि भन्छन् है फेरि बुझिराख्नु तपाईँहरू ल ल दियोवालामा लाइट उतै दिएको छ त यहाँ छ ऊ भाइ ऊ मूलदियोवाला भनेको मूलदियो भनेको यो ठुलो जहिले पनि ओम श्री गुरु गणेशाय नमो नमो वक्रतुण्ड महाकाय सूर्य कोटि क्षमा प्रभ निविघ्नं कुरु मे देव सर्वा करेषु सर्वदा जय 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 मंगल मूर्ति गणेश भगवान एकदन्त श्री गुरु गणेश भगवानलाई कोटि कोटि पुकार गरी गुरुलाई कोटि कोटि ढोका कोटि कोटि दर्शन गरी लौ परमेश्वर गुरु हे वन देवी महागुरु राजा सुन देवी महागुरु हजुरलाई लौ परमेश्वर कोटि कोटि नमन गरी कोटि कोटि ढोका कोटि कोटि दर्शन गरी आजको दिनमा लौ परमेश्वर महागुरु राजा गुरु रानी लौ परमेश्वर हजुरले पत्ता लाउनु भएको यसै थाना यसै मानामा हामी लालावाला चेला चेली बसेर परमेश्वर महागुरु नौ सिंगे सुना पंखी लौ परमेश्वर रक्त भोगिरहेछौ तिमी परमेश्वर आजको दिनदेखि बुझाएको छौ घर परिवारमा अकल विकल दोखल होला परमेश्वर गुरु राजा गुरु रानी घर गृहमा रक्षा गर्छौ चार मण्डल रक्षा गरेर तिमीले परमेश्वर गुरु सधैँभरि कल्याण गर्नु लौ हे भगवान परमेश्वर महागुरु राजा गुरु रानी ओम महागुरु राजा गुरु रानी वनदेवी माता भनिकन लौ परमेश्वर गुरु राजा गुरु रानी आजको दिनमा लौ परमेश्वर महागुरु राजा गुरु रानी हामीले लौ परमेश्वर गुरु राजा गुरु रानीलाई लौ परमेश्वर दुनामा हामीले दियो धिरवा बालेको छौँ भोलिको दिनमा तामाको दियोमा लौ परमेश्वर महागुरुलाई खुसी प्रसन्न पारेर लौ परमेश्वर गुरु राजा गुरु रानी भनिकन मानी गुनी ल्याउला भनेर गुरुलाई वचन राखिकन आजको दिनमा लौ परमेश्वर सात रेखी सात भेटी गरिकन लौ परमेश्वर महागुरु राजा शक्ति बल विद्या महादेव ल्याउनु भनिकन लौ परमेश्वर महागुरु भनिकन लौ परमेश्वर रक्षा गर्नु गुरु क्षमा गर्नु गुरु कल्याण गरी ल्याउनु है परमेश्वर महागुरु वनदेवी राजा वनदेवी रानी महागुरु लौ परमेश्वर वन जङ्गलमा खेली हिँड्ने जङ्गली सिकारी राजा सिकारी रानी महागुरुलाई आजको दिनमा हामीले थान दिएका छौँ परमेश्वर अर्को ठुलो पूजाको दिनमा थान मान गरेर लौ परमेश्वर सोल्मो रेखी भेटी गरेर बुझाइ ल्याउला भनी क्षमा अर्चना गरी लौ परमेश्वर रक्षा गरी ल्याउनु क्षमा गरी ल्याउनु है परमेश्वर भगवान लु कोइलाको धुप ल्याउनु पर्यो 7 वटा कोइला 7 वटा सालाको पाटी उता उहाँ छौ 7 वटा है ज्यादा गुरु राजा गुरु रानी शक्ति दिएर ल्याउनु गुरु बल दिएर विद्या दिएर ल्याउ गुरु वरदान दिएर ल्याउ गुरु तन्त्र दिएर मन्त्र दिएर आफ्नो लालाबाला चेला चेलीलाई परमेश्वर कल्याण गरे हे गुरु राजा गुरु रानी भनिकन लौ परमेश्वर घोरी गएको सुन धूप बालिकन गुरुलाई कोटि नमन गरी गुरुलाई कोटि ढोका कोटि दर्शन गरी हे गुरु राजा गुरु रानी भनिकन लौ परमेश्वर शक्ति बल विद्या महादेव ल्याउनु गुरु राजा गुरु रानी महागुरु सर्व शक्तिमान तिमी छौ वनदेवी राजा वनदेवी रानी रक्षा गरे गुरु लौ भगवान परमेश्वर महागुरु राजा गुरु रानी त्यहाँ त्यो घिउ छिडाउनुहोस् त ओम महागुरु राजा गुरु रानी तिमी महागुरु सुन देवी भने पनि तिमी नै हो परमेश्वर गुरु राजा गुरु रानी वन देवी दिनदेखि लौ भगवान परमेश्वर हामी तान्त्रिक शिव तान्त्रिक भएर लौ भगवान परमेश्वर भनिकन लौ परमेश्वर रक्षा गर्नु परमेश्वर कसले भोलिको दिनमा स्थापना गर्यो तिम्रो थाना भनेर अर्को पुस्ताले सोद्धाखेरि श्री काली बिजुवा गुरुले भनेर तिमीले खैरन ल्याउनु पर्छ है जरा तिमीले झुटो बोल्ला जेठी दिदी बहिनी साथी राखेर लौ परमेश्वर 7 दिदी बहिनीको काली बिजुवा राजा बिजुवा रानीले मलाई स्थापना गरेको थियो भनेर तिमीले भोलिको दिनमा खैरनमा हालेर आउनु पर्नेछ परमेश्वर तिमीलाई धूप धमार गर्ने गुरुको हो भनेर सोद्धाखेरि लौ परमेश्वर गुरु राजा गुरुको नाम के हो भन्दाखेरि मनोज भन्नुपर्ने छ आङमा के थियो भन्दा श्री रक्तकाली महाकाली बिजुवा गुरुले स्थापना गरिदिनु भएको थान भनेर भन्नुपर्ने छ र भगवान रक्षा गर्छ
हो परमेश्वर महागुरु राजा गुरु रानी तिमी महागुरु राजा गुरु सुना झाँक्री राजा सुना झाँक्री रानी महागुरु हौ परमेश्वर झाँक्री झाँक्रिनी महागुरु राजा गुरु रानी तिमीलाई गौरी गाईको सुना धुपले आजको दिनमा यसै सालको सानो वृक्षमा लौ परमेश्वर गुरु राजा गुरु रानी भनिकन दुई शिला उठाई लौ परमेश्वर गुरु राजा यो बोल पूजा हो हामीले कुनै पूजा ठुलो पूजा दिएको छैनौँ लौ परमेश्वर महागुरु राजा गुरु रानी रक्षा गरिआउनु क्षमा गरी कल्याण गरिल्याउ है परमेश्वर भगवान सुना झाँक्री गुरु महागुरु लौ परमेश्वर रक्षा गर्नु है परमेश्वर सबभन्दा पहिला सुनादेवी बोलेको के अरे वनदेवी बोलेको भएर वनदेवीको पहिला भोग वर्जन सबै सिद्धिपछि मात्रै यतापट्टि पूजा गर्ने होला है कुरो बुझ्नुभयो नि खास चाहिँ सुन झाँक्रीको पूजा गर्नुपर्ने जो पहिला बोल्यो उसकै हुन्छ पहिला को बोलेको भन्दाखेरि वनदेवी बोलेको ओम महागुरु लौ परमेश्वर गुरु हे परमेश्वर काली बिजुवा राजा बिजुवा रानीले स्थापना गरेको मेरो थान भनेर आउनुपर्छ गडगडाएर गडेर परमेश्वर भोलिको दिनमा सत्य खेलेर आउनुपर्छ है परमेश्वर गुरु भोलिको दिनमा अब सम्झिराख्नु तपाईँ बुढापाका मान्छेहरू भोलिको दिनमा ल भन तिमी अब यो बहिनीको आङ छोडेपछि यो बहिनीको रेखदेख सिद्धिपछि अर्कोको आङमा यो भाइको आङ छोडेर पनि भोलि अर्कोको आङमा आउँदाखेरि तपाईँले सोध्नु पर्ने कुरा भनेको ल तिमी सत्यको सुनदेवी वनदेवी तिमी हो भने तिम्रो थान कसले स्थापना गरेको थियो भन्दाखेरि मान्छेको नाम चाहिँ मनोज थियो उहाँ काली बिजुवा गुरु हुनुहुन्थ्यो भनेर भन्न सक्नुपर्छ त्यो भन्यो भने सत्य मानी नभए असत्य मान्ने है ओम महागुरु राजा गुरु रानी लौ परमेश्वर लौ उतै ल्याउनुहोस् वनदेवी रानी महागुरु तिमी लौ परमेश्वर खुसी भएर लौ परमेश्वर यसै आलावाला ओम महागुरु राजा लौ परमेश्वर तिमीलाई दुई पुस्ता भन्दा पछाडि दिएको छ है परमेश्वर महागुरु रक्षा गरिदेऊ क्षमा गरिदेऊ यो लालावाला चेलाचेलीको कल्याण गरिदेऊ है परमेश्वर भगवान गुरु लौ परमेश्वर महागुरु वनदेवी माता हराएर ल्याउनु पर्छ है परमेश्वर तिमी भनेको शक्तिशाली छौ परमेश्वर लौ भगवान परमेश्वर तिमी गडगडाएर लौ परमेश्वर तिम्रो सहयोग वर्जन भनेको यही हो है परमेश्वर नौ सिङ्गे सुन पङ्खी सुन रक्तभोगी छौ तिमी परमेश्वर महागुरु सुनदेवी माता भने तिमी हो वनदेवी भने पनि तिमी साथमा सिकारी लिएर खेल्छौ परमेश्वर गुरु राजाको नै वन सिकारी तिमी खेलेर हिँड्ने परमेश्वर महागुरु राजाको नै लौ परमेश्वर महागुरु वनदेवी महागुरु ओम महागुरु रक्षा गर है पङ्खीको सुन भोग भर्जन दिएको छ है परमेश्वर गुरु रातो अनि यो छिनिसकेपछि हात अलिकति पखालेर अनि यो बत्तीलाई यसो गरेर बालेर टाउको माथि टपक्क राख्नुपर्छ है टाउकोमा 1-2 राउन्ड घुमाउने अनि ल त यो सुरु गरौँ ओइ काटेको भिडियो गर्नु है म ठ्याक्कै पज गर्छु ओइ लातीले गर्ने हैन हातैसम्म ओम महागुरु राजा गुरु उता हेर बहिनी हो तिनटै शिलामा लाग्नुपर्छ है तर आउनु पर्ने हो तिनटै शिलामा हो छिरिरी आउनुपर्छ र शक्ति लिएर आउनुपर्छ परमेश्वरी हौ तिमीलाई दिएको छ तिमीलाई 2 पुस्ता पछि तिमीलाई दिएको छ परमेश्वर भगवान उतातिर अझै आइला भयो अब हो जहिले पनि भोग दिएपछि हात दिएर मात्रै हात धोएर मात्रै धुप बाल्नुपर्छ है बत्ती त्यो बत्ती उठाउनु त भयो अलिअलि चोखाइ हुन्छ त्यो जल छिरी कलेजो मात्रै थोरै यस्तो गरेर घुमाउ न हो लौ भगवान परमेश्वरी मैले दिएको छु मेरो छोरीको आङमा आउनु भएको छ रक्षा गर्नुहोस् घरमा सह ल्याउनुहोस् हामी भाइ वृन्दको सबैको है भनेर ल राख्नुहोस् टाउकोमाथि थपक्क सिउँरमा हो ल ढोगेर जानु त ढोग्नु अनि ढोग्नु हो ल यता आउनुहोस् अब तपाईँले नागरी गुरुदेव आएन मौ नमः गुरु राज यता आज मात्रै हो चामलको भयो होइन त्यसो गर्ने यो छ नि यो रानो त्यहाँ हाल्ने होइन राल मात्रै हाल्ने हो यसो गरेर खप्लक्क गर्ने भयो
लो भगवान परमेश्वर सुन आग्री महागुरु अघि जस्तै घुमाउनुहोस् ल ल तिनचोटि घुमाउनु ठ्याक्क भइहाल्छ ल यहाँ माथि अन्त माथि है ल बस ए त डरो ल ल ढोक्नु छ नि के है ढोग्ने वर माग्ने सिद्धि होला अब अनिरमा त्यो उसकै शिरमा बस है भगवान यहीँ अड्केर भड्केर नबस्नु तिम्रो थानको रक हात जोडेर भनेको छ मनमनै मनमनै वीरवेतालले खाला मैले दिएको भोग मैले आज हजुरलाई सम्झेको छु परमेश्वर भनेर पहिला अघिल्लो दिन निम्ता गर्नुपर्छ है म सिकाउँछु तपाईँलाई हजुर बाटो निकाल अलिकति भाले नै बोलेको कलेजो मात्र निकालौ न मैले अघि त्यही भनेको यो उयो ए त्यो अङ्कल उयो तल फ्यालिदिउँ उयो तलतिर मैले रगत रहेछ मैले त त्यहीँ फ्यालेँ हजुर भयो त भयो ओ बाजे भयो भयो साह्रो हुन्छ क्या हरेक कुराहरू मिलाउन गर्न भयो हजुर मेरो चप्पल कता भयो सानो सानो टुक्रा टुक्रा चढाउने 3 टुक्रा बनाउनु टुक्रा बनाउनु सानो 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 अनि पछि तपाईँहरू पनि अलिअलि यसो खाने यहीँनिरबाट लानु नि मिलाएर यहीँ गर्नु न खै दाइ याद ल्याउनु म गरिदिन्छु यार मैले उता लिएर गरौँ कि होइन नि यहीँबाट यहीँबाट गर्नु यहीँबाट कहाँ उता अग्निलाई लगेर थोरै खानु? चढाउनु पहिला आगोमा पोलेपछि अग्निलाई अलिकति लौ भगवान परमेश्वर सानो टुक्रा अघिमा फाल्दिनु अग्निमा यसो फ्याल्नुपर्छ पहिला पहिला है भगवान् ल ल भयो अब 3टा पातमा सानो सानो लाने डबल डबल एकवटा पात भयो नि त पात त सबैले आएको सानो हो बस विधि हो के विधि हो नि त हो ल तर त्यो राख्ने बेला चाहिँ छुट्टै छुट्टै 3टै देखिने गरेर राख्ने है अब अनि यहाँनिर अब यो बाँकी भएको सानो सानो सबैले कलेजलाई सानो सानो सबैले बाँडेर खाने राखे है एकछिन सबैले खाने त्यो चढाएर आउँछ नि प्रसाद प्रसाद हो यही हो है विधि विधान विषयला राम्ररी गर्नु अब सधैँभरि म आइराख्दिनँ नि त हो के यो त टाउको झिकोमा अब टाउको निकाल्दा हुन्छ अब चाहिँ टाउको निकाल्दा हुन्छ